के कहिल्यै सोच्नु भएको छ हामीले आज मार्केटिङ भनेर चिन्ने कुरा वास्तवमा सयौं वर्ष पुरानो बजारको धुलोबाट सुरु भएको हो? डिजिटल मार्केटिङको गहिराईमा पुग्न हामीले पहिले मार्केटिङको कथा बुझ्नै पर्छ। ल, यो यात्रामा सँगै डुबुल्की मारौँ है त। त्यसो भए यो मार्केटिङ भन्ने शब्द आखिर आयो कहाँबाट त? यो कथा हामी सबैले चिनेको ठाउँ अर्थात् मार्केट वा बजारबाट सुरु हुन्छ। आजको यो डिजिटल दुनियाँलाई एकछिन बिर्सिदिउँ। धेरै पहिले मार्केटिङको जन्म एउटा भौतिक स्थानमा भएको थियो। त्यो ठाउँ जहाँ मानिसहरू भेला हुन्थे, कुराकानी गर्थे र व्यापार गर्थे। एकचोटि कल्पना गर्नुहोस् त, सयौं वर्ष पहिलेको समय। मार्केट भनेको शहरको कुनै एउटा चोक वा चौतारी थियो जहाँ व्यापारीहरू आफ्ना सामानहरू लिएर जम्मा हुन्थे। हो, यही मार्केटमा हुने गतिविधिबाट मार्केटिङ शब्द बनेको हो। त्यो बेलाको प्रक्रिया एकदमै सरल थियो। आफ्नो सामान जम्मा गर्ने, मान्छेहरू भेला हुने ठाउँ अर्थात् चोकमा जाने र आफ्नो सामान बेच्ने। यो सरल सिद्धान्त आज पनि त्यत्तिकै महत्त्वपूर्ण छ, तर त्यो ठाउँ भने पुरै बदलिएको छ। अनि 20औं शताब्दी आयो र प्रविधिले यस्तो क्रान्ति ल्यायो नि कि त्यसले क्रेता र विक्रेताको सम्बन्धलाई सधैँका लागि परिवर्तन गरिदियो। पहिले पत्रपत्रिका आयो, त्यसपछि घर घरमा रेडियो बज्न थाल्यो, अनि आयो टेलिभिजनको पालो। यी नयाँ माध्यमहरूले व्यापारीहरूलाई पहिलो पटक लाखौं घरमा एकैचोटि आफ्नो सन्देश पुर्याउने एउटा अभूतपूर्व शक्ति दियो। अब लक्ष्य एउटै थियो, एउटा सन्देश बनाउने र त्यसलाई सकेसम्म धेरै मतलब लाखौं करोडौं मान्छेहरूसम्म एकैचोटि पुर्याउने। यसैलाई भनियो मास मिडियाको उदय। हो, यही हो त्यो मार्केटिङ जुन हामीमध्ये धेरैले देखेर सुनेर हुर्क्यौं। पत्रिकाको पानामा विज्ञापन, रेडियोमा बज्ने ती गीत जस्ता विज्ञापनहरू, अनि टिभीमा आउने कमर्सियलहरू। दशकौंसम्म व्यापारको मुख्य आधार यही नै थियो। तर बिस्तारै केही अचम्मको कुरा हुन थाल्यो। टिभी र रेडियोमा एकहोरो हेरिरहेका, सुनिरहेका ती लाखौं मान्छेहरू कता हराउन थाले? प्रश्न उठ्यो, आखिर गए कहाँ त उनीहरू? भयो के भने मान्छेको ध्यानको केन्द्र नै बदल्यो। पहिले टिभी, रेडियो, पत्रिकामा अड्किएको ध्यान अब हाम्रो हातमा भएको स्क्रिनतिर सर्यो। फेसबुक, युट्युब, टिकटक, गुगलतिर। कुरा के थियो भने दर्शकहरू कतै हराएका थिएनन्, उनीहरूले केवल आफ्नो ठाउँ बदलेका थिए। हेर्नुस्, यो सानो सुनिने कुरामा नै डिजिटल मार्केटिङको पुरै रहस्य लुकेको छ। ध्यानको यो जुन नयाँ केन्द्र बन्यो नि, त्यसले व्यापारको लागि एउटा बिल्कुलै नयाँ चोक तयार गर्यो। एक डिजिटल चोक जहाँ आज करोडौं मानिसहरू हरेक दिन भेला हुन्छन्। मार्केटिङको एउटा सुनौलो नियम छ जुन कहिल्यै परिवर्तन हुँदैन। मार्केटिङ जहिले पनि मान्छेको ध्यानको पछि पछि दौडिन्छ। जहाँ मान्छेको ध्यान त्यही पैसाको लगानी। पहिले टिभीको स्क्रिनमा, अहिले मोबाइल स्क्रिनमा। र हो, यही नै हो डिजिटल मार्केटिङको सबैभन्दा सरल परिभाषा। मानिसहरूले आजभोलि आफ्नो समय र ध्यान जहाँ खर्च गरिरहेका छन्, फेसबुक, इन्स्टाग्राम, युट्युब हो, त्यहीँ गएर उनीहरूसँग जोडिनु नै डिजिटल मार्केटिङ हो। तर प्रश्न आउँछ, डिजिटल मार्केटिङ पुरानो तरिकाभन्दा किन यति धेरै शक्तिशाली छ त? ल, अब यी दुईको आम्ने सामने तुलना गरेर हेरौँ। सबैभन्दा पहिलो र ठूलो फरक हो टार्गेटिङ। सोच्नुस् त, टिभीमा लेहेङ्गाको विज्ञापन आउँदा त्यो विज्ञापन 80 वर्षको हजुरबुवाले पनि हेर्नुहुन्छ, 10 वर्षको बच्चाले पनि। तर डिजिटलमा त्यस्तो हुँदैन। तपाईले त्यो विज्ञापन ठिक काठमाडौँमा बस्ने, बिहे गर्ने उमेरका अनि अनलाइन शपिङमा रुचि राख्ने युवतीहरूलाई मात्र देखाउन सक्नुहुन्छ। मतलब सही सन्देश ठिक सही व्यक्तिसम्म। दोस्रो फरक हो मापन अर्थात् नापजोख। पुरानो मार्केटिङ भनेको अन्ध्यारोमा ढुङ्गा हान्नु जस्तै हो, कतै त लाग्ला नि भनेर। तर डिजिटल मार्केटिङले तपाईँको आँखामा नाइट भिजन चस्मा लगाइदिन्छ। तपाईँलाई सब छर्लङ्ग थाहा हुन्छ, कतिजनाले हेरे, कोले हेरे, कहाँबाट हेरे, अनि विज्ञापन हेरेपछि उनीहरूले के गरे। मानिलिउँ तपाईँको एउटा अनलाइन कपडा पसल छ जहाँ तपाईँ क्याप, सर्ट र प्यान्ट बेच्नुहुन्छ। डाटाले तपाईँलाई के देखाउँछ भने 15,000 मान्छे क्यापको पेजमा आए, तर सर्टको पेजमा जम्मा 2,000। अब भन्नुहोस् त, तपाईँले कुन सामान अझै धेरै मगाउनुहुन्छ? क्याप होइन त? हो, डाटाले अनुमानलाई यसरी नै हटाइदिन्छ। यही हो डाटाको असली ताकत। जब तपाईँसँग सही तथ्याङ्क हुन्छ, तपाईँले 90% पटक सही निर्णय लिन सक्नुहुन्छ। यो व्यापारमा मात्रै होइन, जीवनको हरेक पाइलामा काम लाग्छ। र तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण फरक, पैसा अर्थात् लागत।
टिभीमा एक दिन विज्ञापन देखाउन लाखौँ खर्च हुन्छ, तर डिजिटलमा तपाईँले आफ्नो सामानमा रुचि राख्ने एकजना सम्भावित ग्राहकसम्म पुग्न कति लाग्ला? केवल 3 देखि 5 रुपैयाँबाट पनि सुरु गर्न सक्नुहुन्छ। सोच्नुस् त कति ठूलो फरक। त्यसो भए यो पुरै कथाको सार के हो त? तपाईँको ग्राहक, तपाईँको दर्शक, उनीहरू त्यहीँ बाहिर छन्। उनीहरू डिजिटल दुनियाँमा बोलिरहेका छन्, खोजिरहेका छन् र किनिरहेका छन्। अब प्रश्न यो हो, तपाईँ उनीहरूसम्म पुग्न कुन बाटो रोज्नुहुन्छ? पुरानो, फराकिलो बाटो कि नयाँ, सिधा र निश्चित बाटो?